साथीहरू तपाईँहरूले पनि म्यादी प्रहरीको लिखित इक्जाम दिनुभएछ भने पेपर मिलाइहाल्नुहोस्। तपाईँले पास हुनुभयो कि भएन तपाईँले आफै घरमै बसेर चेक गर्न सक्नुहुन्छ साथीहरू। र यही लिखितको इक्जामबाट तपाईँको अन्तर्वार्तामा पनि क्वेसन सोध्छ। त्यही भएर तपाईँले 100% सबै क्वेसनको एन्सर थाहा हुनुपर्छ, सबै प्रश्नको उत्तर तपाईँले जानकारी हुनुपर्छ साथीहरू। त्यही भएर तपाईँले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यसमा 50वटा क्वेसन छ साथीहरू, तपाईँले कति मिलाउनु भयो चेक गर्नुहोला साथीहरू। नेपालको राजधानी कहाँ रहेको छ साथीहरू? यसको राइट आन्सर रहेछ अप्सन नम्बर ग काठमाडौँ। त्यसपछि तपाईँको प्रश्न नम्बर 2, आधुनिक नेपालको एकीकरण कसले गरेका हुन्? यसको राइट आन्सर तपाईँको अप्सन नम्बर का पृथ्वीनारायण शाह। त्यसै गरी प्रश्न नम्बर 3, जगदीशपुर ताल कुन जिल्लामा अवस्थित छ साथीहरू? यसको राइट आन्सर रहेछ अप्सन नम्बर खा कपिलवस्तु। त्यसै गरी प्रश्न नम्बर 4 तपाईँको सम्बन्ध यस प्रकार रहेछ साथीहरू, नेपालको पहिलो महिला राष्ट्रपति को हुन्? अप्सन नम्बर ग विद्यादेवी भण्डारी साथीहरू। त्यसै गरी प्रश्न नम्बर 5 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, हाल नेपालमा कतिवटा जिल्लाहरू रहेका छन्? अप्सन नम्बर घ 77वटा जिल्ला रहेको छन्। त्यसै गरी प्रश्न नम्बर 6, गौतम बुद्धको जन्म कहाँ भएको थियो? अप्सन नम्बर ग लुम्बिनीमा भएको थियो गौतम बुद्धको जन्म साथीहरू। त्यसै गरी प्रश्न नम्बर 7मा कपिलवस्तु जिल्ला कुन प्रदेशमा पर्छ साथीहरू? यसको राइट आन्सर अप्सन नम्बर खा लुम्बिनी प्रदेशमा साथीहरू। त्यसै गरी प्रश्न नम्बर 8 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, मुस्लिमहरूको धार्मिक स्थललाई के भनिन्छ? अप्सन नम्बर घ मस्जिद भनिन्छ भनेर यसमा आन्सर दिएछ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 9 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, बुटवल सहर कुन नदीको किनारमा अवस्थित रहेको छ साथीहरू? अप्सन नम्बर खा तिनाउ नदीको किनारमा अवस्थित छ। नेपालको अन्तिम राजा को हुन्? प्रश्न नम्बर 10, नेपालको अन्तिम राजा को हुन् साथीहरू? अप्सन नम्बर घ ज्ञानेन्द्र शाह साथीहरू। त्यसपछि प्रश्न नम्बर 11, नेपालको सबभन्दा ठुलो जिल्ला कुन हो साथीहरू? डोल्पा अप्सन नम्बर ग साथीहरू। त्यसपछि प्रश्न नम्बर 12, बुद्धभूमि नगरपालिका कुन जिल्लामा रहेको छ साथीहरू? यसको राइट आन्सर अप्सन नम्बर ग कपिलवस्तु साथीहरू। त्यसपछि प्रश्न नम्बर 13 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, कपिलवस्तु जिल्लाको मुख्य नदी कुन हो साथीहरू? अप्सन नम्बर घ बाणगङ्गा नदी हो साथीहरू। त्यसपछि प्रश्न नम्बर 14मा विश्वको सबभन्दा अग्लो हिमाल कुन हो साथीहरू? अप्सन नम्बर घ सगरमाथा हो साथीहरू। त्यसै गरी प्रश्न नम्बर 15 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ साथीहरू? यसको राइट आन्सर अप्सन नम्बर ग 7वटा प्रदेशमा विभाजन गरिएको छ नेपाललाई साथीहरू। त्यसै गरी प्रश्न नम्बर 16 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, नेपालको सबभन्दा बढी गर्मी हुने ठाउँ कुन हो साथीहरू? यसको राइट आन्सर अप्सन नम्बर घ नेपालगञ्ज साथीहरू। त्यसै गरी प्रश्न नम्बर 17 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, नेपालको वर्तमान संविधान कहिले जारी भएको थियो साथीहरू? अप्सन नम्बर खा 2072मा नेपालको अन्तरिम संविधान जारी भएको थियो साथीहरू। त्यसै गरी प्रश्न नम्बर 18 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, निर्वाचन प्रहरी बन्नको लागि न्यूनतम कति उमेर पुगेको हुनुपर्छ साथीहरू? अप्सन नम्बर खा 18 वर्ष पुरा भएको हुनुपर्छ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 19 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, नेपालको राष्ट्रिय भाषा कुन हो साथीहरू? अप्सन नम्बर खा नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो साथीहरू। त्यसै गरी प्रश्न नम्बर 20, मतदान गर्न भोट हाल्नको लागि न्यूनतम उमेर कति वर्ष पुग्नु पर्छ साथीहरू? यसको पनि राइट एन्सर अप्सन नम्बर खा 18 वर्ष पुरा भएको हुनुपर्छ भोट हाल्नको लागि साथीहरू। त्यसै गरी प्रश्न नम्बर 21, आगामी प्रतिनिधि सभा 2072को निर्वाचन कहिले हुँदैछ साथीहरू? यसको राइट एन्सर अप्सन नम्बर ग फागुन 21 गते हुन गइरहेको छ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 22 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, नेपालको राष्ट्रिय जनावर कुन हो साथीहरू? अप्सन नम्बर ग गाई साथीहरू। त्यसै गरी प्रश्न नम्बर 23 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, मतपत्रमा भोट हाल्न कुन छापको प्रयोग गरिन्छ साथीहरू? यसको राइट एन्सर रहेछ अप्सन नम्बर खा स्वैच्छिक छाप साथीहरू। त्यसै गरी प्रश्न नम्बर 24 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, नेपालको राष्ट्रिय झण्डा कस्तो आकारको हुन्छ साथीहरू? अप्सन नम्बर ग त्रिकोण आकारको नेपालको राष्ट्रिय झण्डा रहेको छ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 25 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, निर्वाचन प्रहरी ड्युटीमा हुँदा कसको आदेशको पालना गर्नुपर्छ साथीहरू? यसको राइट एन्सर रहेछ अप्सन नम्बर ग प्रहरी कमान्डरको आदेशको पालना गर्नुपर्ने हुन्छ साथीहरू। त्यसै गरी साथीहरू तपाईँहरूको 25 नम्बरको क्वेसन भ्याइसक्यो। अब 26 नम्बरको क्वेसन तपाईँको सम्बन्ध यस प्रकार रहेछ, नागरिकता प्रमाणपत्र प्रदान गर्ने कार्यालय कुन हो साथीहरू? यसको पनि राइट एन्सर रहेछ अप्सन नम्बर ग जिल्ला प्रशासन कार्यालय साथीहरू। त्यसै गरी तपाईँको सामुन्ने प्रश्न नम्बर 27 यस प्रकार रहेछ, नेपालको राष्ट्रिय फुल कुन हो साथीहरू? अप्सन नम्बर खा लालीगुराँस साथीहरू। त्यसै गरी प्रश्न नम्बर 28 तपाईँको सामुन्ने यस प्रकार रहेछ, निर्वाचनको बेला मौन अवधि भन्नाले के बुझिन्छ? अब मौन अवधि भन्नाले के बुझिन्छ? अप्सन नम्बर खा यसको राइट एन्सर रहेछ प्रचार प्रसार गर्न नपाइने समय हो साथीहरू। त्यसै गरी तपाईँको सामुन्ने 29 नम्बरको प्रश्न यस प्रकार रहेछ, निर्वाचन प्रहरी कस्ता व्यक्ति आयोग ठहरिन्छन्? कस्ता व्यक्तिले निर्वाचन प्रहरी बन्न पाउँदैनन्?
भनेर खोजिरहेछ साथीहरू। यसको राइट एन्सर रहेछ अप्सन नम्बर खा, फौजदारी अभियोग लागेको व्यक्तिले, जसले मुद्दा मामिला लागेछ, फौजदारी लागेछ, ऊ व्यक्तिले तपाईँको निर्वाचन प्रहरी बन्न पाउँदैन साथीहरू। साथीहरू त्यसै गरी प्रश्न नम्बर 30 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, सन्दीप लामिछाने कुन खेलसँग सम्बन्धित रहेछन्? सन्दीप लामिछाने जुन क्रिकेटर हुनुहुन्छ उहाँ क्रिकेटसँग सम्बन्धित हुनुहुन्छ, त्यही भएर अप्सन नम्बर ग क्रिकेटमा तपाईँले टिक गर्न सक्नुहुन्छ साथीहरू। राइट एन्सर क्रिकेट रहेछ साथीहरू। त्यसपछि प्रश्न नम्बर 31 तपाईँको सम्बन्ध यस प्रकार रहेछ साथीहरू, जिल्ला प्रशासन कार्यालयको प्रमुख को हुन्छन्? यसको राइट एन्सर रहेछ साथीहरू अप्सन नम्बर का, प्रमुख जिल्ला अधिकारी सिडिओ हुनुहुन्छ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 32 तपाईँको सम्बन्धी यस प्रकार रहेछ, निर्वाचनको समयमा निर्वाचनको सुरक्षाको लागि भर्ना गर्ने प्रहरीलाई के भनिन्छ साथीहरू? यसको राइट एन्सर रहेछ अप्सन नम्बर ग निर्वाचन प्रहरी भनिन्छ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 33 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, कपिलवस्तु जिल्लामा कतिवटा गाउँपालिका रहेका छन्? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर का 4वटा गाउँपालिका कपिलवस्तु जिल्लामा रहेका छन्। प्रश्न नम्बर 34 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, नेपाल प्रिमियम लिग एनपिएल 2082 को उपाधि कसले जित्यो? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर खा, लुम्बिनी लायन्सले जितेको थियो साथीहरू। त्यसै गरी प्रश्न नम्बर 35 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, कपिलवस्तु जिल्लाको सिमाना कुन देशसँग जोडिएको छ? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर का भारत। त्यसै गरी प्रश्न नम्बर 36 तपाईँको सम्बन्ध यस प्रकार रहेछ साथीहरू, नेपालमा गत भादोमा गएको जेन्जी आन्दोलन कति दिन चलेको थियो? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर का 2 दिन जेन्जी आन्दोलन चलेको थियो साथीहरू। त्यसै गरी प्रश्न नम्बर 37 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, कपिलवस्तु जिल्लाको सदरमुकाम कहाँ रहेको छ? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर गा तौलियावा साथीहरू। त्यसै गरी प्रश्न नम्बर 38 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, प्रहरीले खबर गर्न कुन नम्बर प्रयोग गरिन्छ? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर का 100 साथीहरू। त्यसै प्रश्न नम्बर 39 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, नेपालको राष्ट्रिय खेल कुन हो? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर गा भलिबल। त्यसै गरी प्रश्न नम्बर 40 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, हाल नेपालको प्रहरी महानिरीक्षक कुन हुन्छ? साथीहरू अप्सन नम्बर ख दानबहादुर कार्की हुनुहुन्छ। हाल नेपालको प्रहरी महानिरीक्षक दानबहादुर कार्की हुनुहुन्छ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 41 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, लुम्बिनी प्रदेशको राजधानी कहाँ रहेको छ? साथीहरू यसको राइट एन्सर ग नम्बरको एन्सर रहेछ देउखुरी दाङ, दाङ देउखुरी अथवा देउखुरी दाङ जे पनि भन्न सक्नुहुन्छ साथीहरू तपाईँले। त्यसपछि 42 नम्बरको प्रश्न तपाईँको सम्बन्ध यस प्रकार रहेछ साथीहरू, हाल नेपालको प्रधानमन्त्रीको नाम के हो? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर घ सुशीला कार्की साथीहरू। त्यसै गरी प्रश्न नम्बर 43 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, निर्वाचन प्रहरीको मुख्य उद्देश्य के हो? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर घ निर्वाचनको सुरक्षा साथीहरू। त्यसै गरी प्रश्न नम्बर 44 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, स्थानीयताको निर्वाचन कति वर्षमा हुन्छ? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर ग 5 वर्षमा हुन्छ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 45 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, कपिलवस्तु जिल्लामा कतिवटा निर्वाचन क्षेत्र रहेका छन्? साथीहरू यसको राइट एन्सर अप्सन नम्बर का 3वटा निर्वाचन क्षेत्र कपिलवस्तु जिल्लामा रहेका छन् साथीहरू। त्यसै गरी प्रश्न नम्बर 46 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, निर्वाचन प्रहरी हुन न्यूनतम कति शैक्षिक योग्यता चाहिन्छ? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर घ साधारण लेखपढ भए तपाईँले निर्वाचन प्रहरी बन्न सक्नुहुन्छ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 47 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, सुपा देउराली मन्दिर कुन जिल्लामा रहेको छ? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर घ अर्घाखाँची जिल्लामा सुपा देउराली मन्दिर रहेको छ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 48 मा तपाईँको सम्बन्ध यस प्रकार रहेछ, मतपेटिकाको सुरक्षा कसले गर्छ? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर का सुरक्षा कर्मीले मतपेटिकाको सुरक्षा गर्छ साथीहरू। त्यसै गरी प्रश्न नम्बर 49 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, निर्वाचन प्रहरीमा छनौटको लागि कति मिटर दौड पुरा गर्नुपर्छ? साथीहरू यसको राइट एन्सर रहेछ अप्सन नम्बर घ 1600 मिटर दौड पुरा गर्नुपर्छ साथीहरू। त्यसै गरी लास्ट प्रश्न नम्बर 50 तपाईँको सम्बन्ध यस प्रकार रहेछ, कुन रोगलाई विश्वव्यापी महामारी भनिएको थियो? यसको राइट एन्सर रहेछ साथीहरू अप्सन नम्बर ख कोभिड-19 कोरोना साथीहरू। अब तपाईँले हेर्नुभयो हामीले 50वटा क्वेसनको एक्ज्याक्ट एन्सर के हो टोटल भनिसक्यौँ। अब तपाईँले यसबाट कतिवटा मिलाउनु भयो कतिवटा मिलाउनु भएन तपाईँले आफै चेक जाँच गर्न सक्नुहुन्छ। अब तपाईँले आफै छुट्याउन सक्नुहुन्छ कि मैले म्यादी प्रहरीको लिखित परीक्षामा पास भएँ कि भएन भन्ने कुरा बुझ्न सक्नुहुन्छ। यदि तपाईँले पास हुनुभयो भने यहीँबाट फेरि तपाईँलाई अन्तर्वार्ताको क्वेसन पनि सोध्छ, त्यही भएर यो सबै 50वटा क्वेसन तपाईँले कन्ट गर्नुपर्ने हुन्छ साथीहरू। र म्यादी प्रहरीको अन्तर्वार्तामा के कस्तो क्वेसन आउँछ भन्ने कुरा हामीले आफ्नो फेसबुक पेजमा टिकटक आइडीमा राममुरत यादव राममुरत टिकटक आइडीको नाम रहेछ र राममुरत यादव तपाईँको फेसबुक पेजको नाम रहेछ, त्यसमा पनि तपाईँले भिजिट गर्न सक्नुहुन्छ र राममुरत अफिसियल युट्युब च्यानलमा पनि तपाईँले भिजिट गर्न सक्नुहुन्छ। आई होप साथीहरू हजुरहरूलाई यो भिडियो मन पर्यो होला। भिडियो मन परेपछि भिडियोलाई लाइक गरिदिनु होला र यो भिडियोलाई आफ्नो साथीहरूको माझमा धेरै भन्दा धेरै सेयर गरिदिनु होला। ल साथीहरू आजको लागि यति, अग्लो भिडियोमा फेरि भेटौँला। बाई, जय नेपाल।